नमस्कार। आज हामी एउटा यस्तो रोचक र ऐतिहासिक कानुनी लडाईँको चिरफार गर्दैछौँ जसले सम्झौताको कागजमा लेखिएका साना साना अक्षरहरूको विशाल तागतलाई छर्लङ्ग पार्छ। जब एउटा ठूलो र प्रतिष्ठित व्यापारिक साझेदारीमा अचानक पहिरो जान्छ तब कानुनले कसरी काम गर्छ। आउनुहोस् सिद्धि गणेश ट्रेडिङ र जनकपुर चुरोट कारखाना बीचको यो बहुचर्चित विवादभित्र डुबौँ। 11,14,168 रुपियाँ सुन्दाखेरि आजको दिनमा यो रकम त्यति ठूलो नलाग्न सक्छ, तर एकछिन कल्पना गरौँ त विक्रम सम्मत 2027 सालतिर यो कति विशाल धनराशि थियो होला। हो, यही एउटा दाबीले यस्तो कानुनी आँधी ल्यायो जसले सिधै नेपालको सर्वोच्च अदालतसम्मको लामो यात्रा तय गर्यो। दुई ठूला व्यापारिक शक्तिहरू बीचको यो द्वन्द्व कसरी सुरु भयो त? अब कथाको सुरुवातबाट हेरौँ। आजको हाम्रो यस प्रस्तुतिमा मुख्यतया 5वटा कुराहरू हुनेछन्। पहिलो, वितरण सम्झौता। दोस्रो, अप्रत्याशित ब्रेकअप। तेस्रो, म्याद सम्बन्धी विवाद। चौथो, सम्झौताको त्यो मुख्य बुदा। र अन्त्यमा अदालतको अन्तिम फैसला। खण्ड 1, वितरण सम्झौता, एक साँच्चै नै आकर्षक साझेदारी। कुरा 2024 साल मङ्सिर 6 गतेको हो। सिद्धि गणेश ट्रेडिङ र जनकपुर चुरोट कारखाना बीच एउटा एकदमै लोभलाग्दो सम्झौता भयो। सम्झौता अनुसार सिद्धि गणेशले बागमती अञ्चलको आधिकारिक वितरकको जिम्मा पायो। तर यहाँनिर सबैभन्दा रोचक कुरा के थियो भने सिद्धि गणेशले हरेक वर्ष 84 लाख रुपियाँ बराबरको चुरोट बिक्री गर्ने ग्यारेन्टी नै दिएको थियो। सुरुमा कति समयको लागि भनेर नतोकिए पनि पछि गएर हरेक वर्ष 5% का दरले बिक्री रकम बढाउँदै लैजाने शर्तमा 5 वर्षको अवधिको प्रस्ताव राखियो। अनि कारखानाले पनि 2025 साल साउन 29 गते त्यो प्रस्तावलाई मज्जाले स्वीकार गर्यो। यसको सीधा अर्थ के थियो भने दुवै पक्षहरू कानुनी रूपमै 2029 साल कार्तिक 30 गतेसम्मका लागि एउटा बलियो 5 वर्षे सम्झौतामा बाँधिए। बाहिरबाट हेर्दाखेरि यो यस्तो अटुट साझेदारी जस्तो देखिन्थ्यो जसले आउने लामो समयसम्म दुवै पक्षलाई राम्रै फाइदा दिने पक्की थियो। तर के कुरा सोचे जस्तो सजिलो थियो त? पक्कै थिएन। त्यसैले त हामी आउँछौँ खण्ड 2 मा, अप्रत्याशित ब्रेकअप र तोडफोडको आरोप। अब यहाँनिर आउँछ कथामा एउटा ठूलो मोड। जनकपुर चुरोट कारखानालाई सुइकै नदी सिद्धि गणेश ट्रेडिङले एकदमै गोप्य रूपमा अर्को फर्म कमल ट्रेडर्सलाई नियुक्त गरिदियो। व्यापारिक दुनियाँमा यस्तो कदमलाई त सिधै धोका मानिन्छ नि, होइन र? आफ्नो मुख्य साझेदारलाई थाहै नदी अर्को प्रतिस्पर्धी जस्तो देखिने फर्मलाई भित्र्याउँदा त्यसले कारखानाको आफ्नै काम कारवाहीमा नराम्रो असर पार्न थाल्यो। र यहीँनिर कानुनको एउटा निकै महत्त्वपूर्ण र गहकिलो शब्दावली प्रवेश गर्छ, कल्याण विरुद्ध काम गर्नु। सामान्य भाषामा भन्दा जब अनुबन्धित भएको एउटा पक्षले आफ्नो मुख्य साझेदारकै घाँटी निमोट्ने वा हानि पुर्याउने काम गर्छ नि, त्यसलाई नै कल्याण विरुद्धको काम भनिन्छ। जनकपुर चुरोट कारखानाले ठ्याक्कै यही कुरालाई हतियार बनायो र त्यो 5 वर्ष बलियो सम्झौतालाई समय अगावै चटक्कै चुन्डालिदियो। अनि त्यही बिन्दुबाट त्यो 11 लाख रुपियाँभन्दा बढीको क्षतिपूर्ति माग्दै कानुनी युद्धको शङ्खघोष भयो। खण्ड 3, म्याद विवाद, समयसँगको एउटा रोचक लडाई। अब यो घटनाक्रमको समय रेखालाई अलिकति ध्यान दिएर हेरौँ है त। 2026 असोज 2 गते कारखानाले सम्झौता खारेज गरेको चिठी पठायो। असोज 7 गते सिद्धि गणेशको हातमा त्यो चिठी पर्यो। चिठीमा प्रष्ट लेखिएको थियो कार्तिक 7 गतेबाट सम्झौता खारेज हुनेछ। अनि त्यसको केही महिनापछि फागुन 4 गते बल्ल सिद्धि गणेशले अदालतको ढोका ढकढकाउन पुग्यो। तत्कालीन कानुन अनुसार मुद्दा हाल्ने म्याद जम्मा 3 महिनाको हुन्थ्यो। अब यहाँनिर एउटा यस्तो प्राविधिक लफडा पर्यो जसले सबैलाई अचम्ममा पार्यो। त्यो 3 महिना गर्ने कहिलेबाट? चिठी हात परेको दिनबाट कि सम्झौता सकिएको दिनबाट? सुन्दा सामान्य लाग्ने यही एउटा प्राविधिक प्रश्नले सर्वोच्च अदालतको डिभिजन बेन्चमा नै भुइँचालो ल्याइदियो। देशकै सर्वोच्च कानुनी ज्ञाताहरू दुई ध्रुवमा बाडिए। एकातिर माननीय न्यायाधीश हेरमराज हुनुहुन्थ्यो जसको प्रश्न मत थियो कि मुद्दाको म्याद सकिएको छैन र यो दर्ता हुन योग्य छ। तर अर्कोतिर माननीय न्यायाधीश सुरेन्द्र प्रसाद सिंहले म्याद सकिसकेको हुनाले मुद्दा नै खारेज हुनुपर्ने अडान राख्नुभयो। कल्पना गरौँ त, एउटा मिति गर्ने कुरामा सर्वोच्च अदालतमै यत्रो ठूलो मतभेद। डिभिजन बेन्चमा कुरा नमिलेपछि यो विवाद सोझै सर्वोच्च अदालतको पूर्ण इजलास अर्थात् फुल बेन्चमा पुग्यो। अनि पूर्ण इजलासले एउटा ऐतिहासिक फैसला गरिदियो। समयसीमाको गन्ती चिठी पाएको दिनबाट होइन तर सम्झौता सकिएको दिनबाट सुरु हुनुपर्छ भन्ने ठहर भयो। यसको सीधा अर्थ के थियो भने कार्तिक 7बाट गन्दा फाल्गुन 4 मा हालिएको त्यो मुद्दा 3 महिनाको कानुनी म्यादभित्रै पर्थ्यो। बल्ल प्राविधिक अडचन हट्यो र मुद्दाको चुरोकुरोमा अनुसन्धान हुने बाटो खुल्यो। खण्ड 4, सम्झौताको त्यो एकदमै मुख्य बुदा, दफा 17। सम्झौताको पत्रमा लुकेको एउटा सानो दफा 17ले त पुरै खेल नै पल्टाइदियो। त्यहाँ एकदमै स्पष्ट अक्षरमा लेखिएको थियो, कुनै एक पक्षले काम गर्न नचाहेमा सम्बन्धित पक्षले अर्को पक्षलाई 1 महिना अगावै पूर्व सूचना दिनुपर्नेछ। बस यति नै। यही एउटा वाक्य त्यो अकाट्य प्रमाण बन्यो जसले 5 वर्ष भनिएको त्यो विशाल सम्झौतालाई तासको महल जस्तै भत्काइदियो। यो दफाले त दुवै पक्षलाई सम्झौताबाट बाहिरिने एउटा कानुनी चोर बाटो पहिले दिएको रहेछ नि। अब अघिको त्यो समय रेखा र यो दफा 17लाई एकै ठाउँमा राखेर हेरौँ। जनकपुर चुरोट कारखानाले असोज 2 गते चिठी काटेर कार्तिक 7 गतेदेखि सम्झौता सकिने कुराको जानकारी गराएको थियो। यो त ठ्याक्कै 1 महिनाभन्दा बढी अवधिको पूर्व सूचना थियो। त्यसैले दफा 17को चस्माबाट हेर्दा कारखानाले चालेको यो कदम कानुनी रूपमा 100% त्रुटिरहित साबित भयो। सम्झौता खारेज गर्ने प्रक्रियामा कानुनको एक अक्षरको पालना भएको प्रष्टै देखियो। खण्ड 5, अन्तिम फैसला, न्यायिक डोमिनो प्रभाव। अब अदालतका तीनवटै तहमा कसरी एउटै लयमा फैसलाहरू आए त्यो हेरौँ। पहिलो चरणमा धनुषा जिल्ला अदालतले त्यही दफा 17लाई टेकेर कारखानाले दिएको सूचनालाई एकदम कानुनसम्मत ठहर गरिदियो र क्षतिपूर्तिको दाबी खारेज गर्यो। दोस्रो चरणमा पुग्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले पनि जिल्ला अदालतकै निर्णयलाई सदर गरिदियो। अनि अन्त्यमा सर्वोच्च अदालतले पनि सबै प्रमाण र कागजपत्र केलाइसकेपछि सिद्धि गणेशलाई क्षतिपूर्ति दिनुपर्ने कुनै पनि कानुनी आधार नभएको भन्दै अन्तिम फैसला सुनायो। सर्वोच्च अदालतको अन्तिम निष्कर्ष एकदमै सिधा र प्रष्ट थियो।
सिद्धि गणेश ट्रेडिङले कमल ट्रेडर्सलाई गोप्य रूपमा भित्र्याएको भन्ने जुन गम्भीर आरोप थियो त्यसलाई उसले कुनै पनि हालतमा काट्न सकेन। आफ्नो मुख्य साझेदारकै हित विपरीत काम भएको त्यो अवस्थामा दफा 17 को प्रयोग गरेर सम्झौता खारेज गर्नु पूर्ण रूपमा कानुन सम्मत कदम थियो अनि फलस्वरूप त्यो 11 लाखभन्दा बढीको विशाल क्षतिपूर्तिको दाबी सधैँका लागि हावामा बिलायो। अब अन्त्यमा एउटा निकै गम्भीर प्रश्न उठ्छ। यदि एउटा सानो वाक्य वा एउटा सामान्य दफाले 5 वर्ष लामो करोडौं रुपियाँको ग्यारेन्टी भएको साझेदारीलाई यसरी कानुनी रूपमै धुजाधुजा पार्न सक्छ भने के साँच्चै सम्झौता गर्दा कागजमा लेखिएका ती मसिना अक्षरहरूलाई हामीले राम्ररी बुझ्ने गरेका छौँ त? एउटा सम्झौता बाहिरबाट हेर्दा जतिसुकै बलियो र आकर्षक देखिए पनि त्यसभित्र लुकेका शर्तहरूले कुन बेला बाजी पल्टाउँछन् भन्न सकिन्न। त्यसैले हस्ताक्षर गर्नुअघि सम्झौताका शर्तहरू सधैँ ध्यान दिएर पढ्न यो घटनाले झकझगाउँछ। आजको यस प्रस्तुतिमा हामी सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।